नमस्ते साथीहरु, तपाईलाई स्वागत छ यो नयाँ सिरिजमा। एआई सिकौं पैसा कमाऊ। आजको एपिसोड 1 मा हामी सिक्ने छौं एआई भनेको के हो र यसले तपाईको जिन्दगी कसरी बदल्छ। तपाई एकदमै बिगिनर हुनुहुन्छ भने पनि चिन्ता नगर्नुहोस्, तपाईलाई म सजिलोसँग एआई युज गर्न सिकाउने छु। त्यसैले यो भिडियो अन्त्यसम्म हेर्नु होला। अब जानौं एआई भनेको के हो। सजिलो भाषामा बुझौं। एआई आर्टिफिशियल इन्टेलिजेन्स। आर्टिफिशियल मान्छेले बनाएको, इन्टेलिजेन्स दिमाग, सोच्ने शक्ति। उदाहरणको लागि मान्छेको दिमागले सोच्छ, बुझ्छ, लेख्छ, एआईले पनि त्यस्तै गर्छ, तर यो कम्प्युटरमा चल्छ। रियल लाइफ उदाहरणहरू जुन तपाईले पहिले नै युज गर्नुभएको छ। एआई टुल्स। गुगल सर्च, तपाईले सर्च गर्दा रिजल्ट देखाउँछ। त्यस्तै युट्युब, तपाईलाई मन पर्ने भिडियो सजेस्ट गर्छ। त्यस्तै जीमेल, जीमेलमा तपाईले स्मार्ट रिप्लाई अटोमेटिकली लेख्छ। अनि गुगल म्यापमा सबैभन्दा छोटो बाटो तपाईलाई देखाउँछ। च्याट जीपीटी र क्लाउडमा कुरा गर्न सकिन्छ, काम गराउन सकिन्छ। तपाईले थाहा नै नपाइकन एआई पहिले नै युज गरिसक्नु भएको छ। अब जानौं के गर्न सक्छ। एआईले लेख्न सक्छ, बुझाउन सक्छ, अनुवाद गर्न सक्छ, कोड लेख्न सक्छ, प्लान बनाउन सक्छ, प्रश्नको जवाफ दिन सक्छ, इमेज बनाउन सक्छ र यसले भिडियो पनि बनाउन सक्छ। यो बाहेक पनि यसले एआईले धेरै काम गर्न सक्छ। एआईले हाम्रो जिन्दगी कसरी बदल्छ। इमेल लेख्न पहिला 30 मिनेट लाग्थ्यो भने अहिले एआईले 30 सेकेन्डमै रेडी गरिदिन्छ। त्यस्तै गुगलमा हामीले घन्टौं सर्च गर्नु पर्थ्यो पहिला, अहिले एकै जवाफमा सबै एआईले गरिदिन्छ। ट्रान्सलेसन खोज्नु पर्थ्यो पहिला, अहिले एआईले तुरुन्तै अनुवाद गरिदिन्छ। एक्सपर्टलाई सोध्नु पर्थ्यो पहिला, अहिले एआईलाई सोध्न सकिन्छ। त्यस्तै रेज्युमे बनाउँदा पहिला हामीले पैसा तिर्नु पर्थ्यो, अहिले एआईले फ्रीमा बनाइदिन्छ। एआई भनेको तपाईको 24 घण्टा काम गर्ने फ्री एसिस्टेन्ट हो। अब जानौं विश्वका अहिले सबभन्दा पपुलर एआई टुल्स। च्याट जीपीटी र क्लाउड। यो भनेको के हो। च्याट जीपीटी र क्लाउड यो ओपन एआई बनाएको हो भने क्लाउड एन्थ्रोपिकले बनाएको हो र यो दुईटै फ्री छ, राम्रो छ र यो दुईटैले नेपालीमा बुझ्छ। दुवै एकदमै राम्रो छन्। हामी यो सिरिजमा दुवै सिक्ने छौं। प्रम्प्ट भनेको के हो। यो सबैभन्दा इम्पोर्टेन्ट कन्सेप्ट हो। प्रम्प्ट एआईले दिने इन्स्ट्रक्सन हो। उदाहरणको लागि लिउँ, तपाईले टाइप गर्नुभयो, मलाई मेरो बोसलाई बिदाको लागि इमेल लेखिदिऊ। एआईले तुरुन्तै इमेल लेखिदिन्छ। यो नै प्रम्प्ट हो। राम्रो प्रम्प्टको सिक्रेट, जति डिटेल दिनुभयो उति नै राम्रो रिजल्ट आउँछ। विक प्रम्प्ट, तपाईले इमेल मात्र लेख्दियो भने नि त्यो एउटा विक प्रम्प्ट हो। जस्तै तपाईले स्टोरी मात्र लेख्दियो भने नि त्यो एउटा विक प्रम्प्ट हो। तर तपाईले मेरो बोसलाई नेपालीमा 2 दिनको बिदाको लागि फर्मल इमेल लेखिदेऊ भन्नुभयो भने त्यो एउटा स्ट्रङ प्रम्प्ट हो। त्यस्तै एउटा 5 वर्षको बच्चाको लागि नेपालीमा फेरीटेल स्टोरी लेखिदेऊ भने नि जसमा एउटा बाघ र खरायो छ, त्यो एउटा राम्रो प्रम्प्ट हो। आजको एपिसोडमा हामीले सिक्यौं एआई भनेको के हो, एआईले के गर्न सक्छ र एआईले हाम्रो दैनिक जीवनमा के काम सहयोग गर्न सक्छ। अर्को एपिसोडमा हामी सिक्नेछौं च्याट जीपीटी र क्लाउड डाइरेक्ट युज कसरी गर्ने भनेको लागि। यदि तपाईहरुलाई यो भिडियो मन परेको छ भने लाइक र सब्स्क्राइब गरिदिनु होला। हस्त, धन्यवाद।